2082 साल भाद्र 1920 सामाजिक सञ्जाल बन्द भएको रिसमा सहर मधेस तराई गाउँ लेकपेशीका जनता युट्युब फेसबुक बन्द हुँदा खुसी छैन मनता। केपी ओली सरकारलाई कर चाहियो अरे युट्युब फेसबुक बन्द हुँदा अप्ठ्यारोमा परे। त्यही बेलामा जेन्जी भन्ने हडताल जुलुस थियो माइती घर मण्डलमा जुलुस आइदियो। भदौको 23 गते जुलुस उर्लिरहेको नाराबाजी गरिकन बानेश्वर गएको। पुलिसले छेक्दै थियो संसद भवन जान उनीहरूको गस्तीलाई गरेनन् केही मान। केपी चोर देश छोड भन्दै जुलुस आएको संसद भवन छिर्न भनी बानेश्वर गएको। जुलुस गयो पुलिसको ब्यारिगेट तोडी त्यही बेलामा पुलिसले अश्रु ग्यास छोडी। पुलिसलाई तर्साउन ढुङ्गा इँटा हाने उनीहरूले ज्यान जोगाउन अनि गोली हाने। पुलिसले अन्धाधुन्ध गोली हाने कति 19-20 यो देशको कर्णधारको खती। यो देशको कर्णधारा भाइ बहिनीहरू गोली लागि मरे भन्छन् म के बयान गरौँ। स्कुल र क्याम्पसमा पढ्ने बहिनी भाइ बेकारमा ज्यान गयो जुलुसमा आई। कसले गोली ठोक भन्यो केपी सरकार भएको त्यही बेलामा पुलिसहरू रिसले आगो भएको। त्यही देखेर जुलुसले अर्कै मोड लियो 24 गते जेन्जीहरूले सखा पारिदियो। नेता घर तोडफोड गरे आगो लाए अति लुकाएको सुन र पैसा नोक्सान पारे कति। नेपाली र डलर नोटको चाङ अरे लात्ती मुड्कीले नेता कुटे धेरै घाइते छ रे। कोहीको घरमा सुनको हात्ती सोना चाँदी कति भ्रष्टाचार गरेका रहेछन् नेताहरूले अति। भ्रष्टाचार गरेका रहेछन् नेताहरूले अति। जेन्जी आयो कहाँबाट नोक्सान पार्यो कति नेताहरूलाई कायल पार्यो कुटपिट गर्यो अति। पार्टी कार्यालय जति नेताको घर धुलो चौकी जति जम्मै बल्यो नोक्सान भयो ठुलो। सर्वोच्च र सिंह दरबार मन्त्रालय जति 24 गते एकै दिनमा सबै भयो खती। कस्तो उल्का नेपालको पुरै देशभरि सबैतिर नोक्सान भयो बताउँ म कसरी। न त गाडी चलेको थियो कर्फ्यू लाग्या थियो देशैभरि एकै दिनमा नोक्सान बनाइदियो। विनाशकारी जेन्जी यो कहाँबाट आयो 80 अर्ब जतिको त नोक्सान बनाइदियो। पुलिसको त सातो लियो आर्मी हेरिरह्यो एकै दिनमा 80 अर्बको नोक्सान भयो। नेताहरू भाग ब्यारेकतिर गए अङ्गभङ्ग हुने रहेछन् घरमा भागा भए। भाटबटेनी स्टोरतिर ठाउँ आगो लाए बाठाहरूले लगे भन्छन् अब धोका खाए। सर्वोच्च र सिंह दरबार आगो लाउँदाखेरि छन्त थिए पुलिस सेना बसे सबै हेरी। यो राष्ट्रको रक्षा गर्ने भन्थे सेनाहरू सिंह दरबार चल्दा सेना काँगाका थिए बुहरू। सिंह दरबार सर्वोच्च र नेताको घर पनि एकै दिनमा नोक्सान भयो कार्यालय अनि। पार्टी कार्यालयहरू पुलिस चौकी जले
के गरेको रक्षा गर पशुपति भोले। नेताहरूले लुकाको सुन सबै बजार आए, लाख रुपैयाँ तोला सुन हुन्थ्यो ल्याउन पाए। नेताहरूको घरमा पैसा अर्बौं खर्बौं जले, सैटा मोल खाने पैसा छैन कोहीसँग बोले। अन्तर्राष्ट्रियबाट सेटिङ भएको भन्छन् सबै, नत्र यस्तो एकै दिनमा नोक्सान हुन्न कबै। कोही भन्छन् नेता यहीँका चुक्ली लाउने थिए, कहाँबाट आए गए नोक्सान पारिदिए। कहाँबाट आए गए नोक्सान पारिदिए। कहिले आउँछ भुइँचालो त कहिले कोरोना आए, कहिले आए माओवादी कहिले जेन्जी ल्याए। सधैँभरि नेपाललाई साढे साती हुने, पहिले भन्थे सतीले सरापेको देश भनी। कृषि प्रधान देश हाम्रो जल स्रोतको धनी, सगरमाथा अन्नपूर्ण गणेश हिमाल पनि। विदेशीहरू भन्दछन् नेपाल कति राम्रो, तपोभूमि नेपालको नेता छैन राम्रो। तपोभूमि नेपालको नेता छैन राम्रो। 24 गते भदौमा त ठुलो नोक्सान भयो, हिसाब गर्दा 75-80 को ज्यान गयो। कोही मरे डढेर त कोहीले गोली खाए, कोही मरे पुलिस त कोही विद्यार्थी भए। कोही भागे ब्यारेकतिर कोहीले कुटाइ खाए, 82 को आन्दोलन त नेताले बोलाए। 82 को आन्दोलन त नेताले बोलाए। नेता भ्रष्टाचार गर्छन् पालो पालो गरी, कहिले आउला नेपालमा सुशासन हरि। हजारौं गाडी जले नोक्सान कति कति, शहीदको परिवारलाई दिए 15 लाख जति। जलाई खर्च क्रिया खर्च दिए अलिकति, जेन्जी आयो नोक्सान पार्यो देशको दुर्गति। जेन्जी आयो नोक्सान पार्यो देशको दुर्गति। 1965 मा चन्द्र शमशेरले बनाइदिएको सिंह दरबार अहिले जलाइदिए। जेन्जीको नाममा जलाइदिए इतिहासकै ठुलो, सहरभरि धुवाँ मुस्लो उडाइदिए धुलो। धेरै जसो पुलिस चौकीहरू पनि जले, धेरै जसो चौकी पनि केही छैन भोले। सँगै थियो चौकी पनि सबै बालिदिए, दुवै ठाउँमा जलाउने कति आँखा थिए। 14,500 कैदी भागे अरे, दसैँ तिहारको बेला लुटपाट हुन्छ अरे। सहरका दसैँ मान्न गाउँमा जान्छन् सबै, लुटपाट हुन्छ भन्छन् कुरा गर्छन् सबै। लुटपाट हुन्छ भन्छन् कुरा गर्छन् सबै। जय जय पशुपतिनाथ के भयो, समय बित्दै जान्छ इतिहास रहिरह्यो। समय बित्दै जान्छ इतिहास रहिरह्यो।